पत्रको पाठ गर्ने समयमा आइसकेको छौँ र यो पाठ गरिदिनुहोस् भनिकन म बहिनी सङ्गीतालाई दिन चाहन्छु। मिति 9 तारिक 11 महिना 2024 समक्ष रेभरेन्ड फादर दानियल लिम्बू, बिलिभर इस्टर्न चर्च आरुबोटे सोरेङ जिल्ला। श्रद्धेय सेवक बाबु, प्रभु येशू ख्रीष्टको अनुग्रह, शान्ति र प्रेमको साथ शुभकामना। प्रभु येशू ख्रीष्टलाई विश्वास गरी उहाँकै पवित्र सेवामा युवावस्था समर्पित गर्नुभएको तत्परता, सम्पूर्ण र निष्ठापूर्ण सेवा भाव मण्डलीका लागि प्रेरणादायी उदाहरण भएको छ। आत्मिक यात्रामा निरन्तर प्रगति गर्दै मण्डलीमा सक्रिय सहयोगीको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न भएकोमा हामी अत्यन्त हर्षित र गर्वित छौँ। यहाँको निरन्तर सेवा, अनुशासन र विश्वासयोग्य योगदानले कदर गर्दै बिलिभर इस्टर्न चर्च आरुबोटे मण्डलीमा सेवक अगुवा पदमा अभिषेक हुन भएको यस गौरवमय अवसरमा हामी सम्पूर्ण मण्डली परिवारको तर्फबाट हार्दिक बधाई अर्पण गर्दछौँ। प्रभुको सेवामा तपाईँको अगुवाई अझ प्रभावकारी, आशिषमय र आत्मिक रूपले फलदायी बनिरहोस् भन्ने हाम्रो निरन्तर प्रार्थना रहनेछ। हाम्रो सम्पूर्ण मण्डली परिवार बिलिभर इस्टर्न चर्च आरुबोटे सोरेङ जिल्ला। एकजनामा पसेको दुष्ट आत्मा त्यहाँ भएको ट्रेनिङ सेन्टरमा भएको 12 जनामा पनि पसिआयो अनि त्यो निस्केर जाने कुरै भएन। 3 दिन बित्यो, लगातार हामी फास्टिङ प्रार्थना यति साह्रो गऱ्यौँ तर पनि भएन। त्यति बेला स्टेट कोर्डिनेटर चाहिँ हाम्रो इमानुएल जुरिबाउ हुनुहुन्थ्यो। उहाँ चाहिँ बाहिर ट्रेनिङ क्लासमा जानुभएको थियो। तर जब 3 दिन टक्कै बित्यो, यदि 1 दिनका बिहानी उहाँ आइपुग्नु भयो। हाम्रो 12 जना ट्रेनिङ गर्ने त्यो बिरामी अनि ड्याम्मै हामी छौँ। तर जस्तो उहाँ दैलोबाट सट्टै भित्र पसेर आउनु भयो नि। हामीले 3 दिन उपवास बसेर प्रार्थना गरेका थियौँ। तर जब लिडर अभिषेक गरेका व्यक्ति ढोकाबाट सट्टै भित्र जब पसिआए नि, परमेश्वरको उपस्थिति चाहिँ नि त्यो च्यानलबाट उहाँको जीवनबाट नि जब उपस्थिति पसिआए नि, हामी दुष्टलाई डाँट्नु पनि परेन, त्यति बेला हकार्नु पनि परेन। जब अभिषेक जनभित्र पस्दै आउँदा नि दुष्टले छोडेर निस्किएको छ। भन्नुको मतलब हामीले अभिषेक गरेको व्यक्ति चाहिन्छ, अभिषेक गरेको व्यक्तिमा चाहिन्छ। तपाईँले यो कुरोमा तैँले पढ्नु लास्टमा के भनेको छ भने दाउदसँग त्यो अभिषेक रह्यो भनेर लेखेको छ। अभिषेक गरेका व्यक्तिमा चाहिँ नि त्यो अभिषेक चाहिँ बगी आउँदछ। अब तपाईँ र मलाई रोग र कष्ट, आज संसारमा हेर्नुहोस् त, बिरामी यति बिग्न छ, रोगले यति साह्रो सताइरहेको छ, अभावले मानिसलाई सताइरहेको छ। अहिले बहिनीहरूबाट भाइहरूबाट दुष्ट आत्मा निस्किँदै गयो। लास्ट आवरमा चाहिँ त्यही बिरामीलाई मात्रै पऱ्यो अनि त्यति बेला प्रार्थना गर्यो, निस्केर दुष्ट आत्मा भागियो। अब किन छन् भन्दै गर्दाखेरि नि अनि अभिषेकतालाई हामीले अभिषेकजनलाई कदर गर्दै गर्दाखेरि, अभिषेकलाई हामीले थामी राख्दै गर्दाखेरि, अभिषेकमा हामी उभिँदै गर्दाखेरि नि हाम्रो सबै कुरो चाहिँ नि बिस्तारै त्यो कुरो कति बेला जान्छ त्यो कुरो थाहै हुँदैन। यशाया 10:27 पढ्नु भनेर नि त्यहाँ लेखेको छ, अभिषेकको कारणले चाहिँ नि जुवाहरू भाँचिन्छ भनेर लेखेको छ, बन्धनहरू नष्ट हुन्छ भनेर लेखिएको छ। हेर्नुहोस् है त, अभिषेकको कारणले चाहिँ नि जुवा र बन्धको कुराहरू नष्ट हुन्छ। आज तपाईँ र मेरो जीवनमा जुवा छ, तपाईँ र मेरो जीवनमा अभावको कुरो जुवा छ, गरिबीको जुवाले हामीलाई सताउँछ, ऋणको जुवाले हामीलाई पक्रिरहेको छ, रोगको जुवाले हामीलाई सताइरहेको छ। तर नि म आज तपाईँलाई मिठो कुरो भनिदिउँ, आजको दिन नि तपाईँको माझमा नि परमेश्वरले आफ्नो लिडर्सको लागि रेभरेन्ड फादर अभिषेक गरेर पठाएका व्यक्ति हुनुहुन्छ। अब उहाँमा त्यसै कुरोहरू भएको छैन। एउटा वचन पढौँ पहिलो योहना 2:20। तिमीहरूको अभिषेक पवित्र जनबाट भएको छ र तिमीहरू सत्यलाई जान्दछौ। परमेश्वरले आफ्नो सिक्यौँ। अभिषेक जब गरिन्छ नि त्यसै नि माथिबाट बग्दै 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 आउने हुन्छ। यहाँ के भनेर लेखेको छ भने चाहिँ नि तिमीहरूको अभिषेक पवित्र जनबाट भएको छ। उहाँहरू 1 हप्तासम्म क्लास गरियो, त्यस पश्चात
बिसपहरू आइकन उहाँलाई अर्डिनेसन गर्नुभएको छ। त्यसै माथिबाट बगिआएको मैले अघि नै तपाईँलाई भन्थेँ नि, पानीको एउटा मुहान चाहिन्छ, मुहानबाट बगिने एउटा स्रोत चाहिन्छ, अनि त्यो साधनबाट भएर उहाँ आउनुभएको छ। अनि त्यो अभिषेक चाहिँ नि त्यो ठुलो कुराबाट बगिआएको कुराहरू, अनि उहाँमा छ। अब यो अभिषेकलाई उहाँको जीवनमा सरिआएको छ। अब यो अभिषेकलाई यो आरोपट्टि ठाउँ यस इलाकामा बगाउनको लागि भनेदेखिलाई नि उहाँ एक्लैले हुँदैन, तर मण्डली तपाईँ हुनुहुन्छ। अब यो कुरालाई तपाईँहरूले कदर गर्नुपर्ने हुन्छ। तब तपाईँको मण्डली परिवारमा अरू कष्ट थुप्रै कुरामा मानिसहरू परिएको छ, तर ती मानिसहरूसम्म पुग्नका लागि यो अभिषेक र छुटकारा हुनको लागि उहाँ माध्यम भएर हुनुभएको छ। अब तपाईँहरूले त्यो कुरोहरू त्यस ठाउँमा पुर्याउनु पर्नेछ। अनि अब यसको लागि चाहिँ नि तपाईँ र मैले के कुरो गर्नुपर्ने त भन्दै गर्दाखेरि तपाईँ र म इमान्दारी त